ए ब्रो के बाटो हो यो यस्तो उकालो पाल्पाको पहाडै उक्लिरहेको जस्तो बाटो थियो हाम्रो है यहाँ पानी परेर के कता आफै सिधै बाइकतिर माथि कता हो र यति यहाँ छ आफै छा इनको त गुगल म्याप छिर्छहरू चाहिँ यहाँ छिर्छ छिर्छ आन्टी छिर्छ गाडी जान्ने हो कि मलाई ओ माई गॉड जिल्ला प्रशासन कार्यालय पो रहेछ फेरि तिमीहरू जाउँ न यो चाहिँ ऊ हो कि यहाँको के भन्छ सङ्ग्रहालय हो कि यहाँभित्र पाल्पा दरबार रहेछ ए हामी यो भित्र गएको थियो अस्ति जान पाएको थिएन 24 बनाइरहेको थियो त्यति र साथीहरू हामी फाइनली तानसेन आइपुगेका छौँ यो सुन्नमा आएको थियो तानसेनको सबभन्दा पुरानो गेट हो रे भन्ने सुन्नमा आयो भर्खरको बाटो चाहिँ हामी आज पनि गुगल म्याप फलो गर्दै आयौँ होइन गुगल म्याप फलो गर्दा आज पनि पोपट नै भइयो फेरि यस्तो उकालो धन्न स्ल्याब भएर गाडी आएन भने त बाटो त्यो बिचबाट आउनु कि जानुहुन्थ्यो कस्तो लाग्यो भर उकालोबाट आउँदाखेरि यो चाहिँ पहिला काठमाडौँमा धरहरा बन्नुभन्दा डेमो यहाँ बनाएको थियो अरे भन्ने सुनेको थिएँ मैले धरहरा डेमो अनि यस गाइज यो चाहिँ हो पाल्पा दरबार सङ्ग्रहालय पाल्पा दरबार म्युजियम लुम्बिनी प्रदेश यो चाहिँ सङ्ग्रहालय म्युजियम यस्तो छ लुम्बिनी बिहान हेर्दा नि यस्तै थियो अहिले यस्तै छ अशोका पिल्लो पाल्पा दरबारको फोटो यही हो दरबार अनि पहिला चाहिँ द्वन्द्वकालमा पाल्पा दरबार आक्रमण पर्दा यस्तो भएको थियो अरे बिचरा अनि अघि भर्खरै बाहिर देखेको धनहराको डेमो भनेको त खड्का पिल्लरको रहेछ होइन खड्का पिल्लर धेरै पहिलाको ग्रन्थ बुकहरू पनि रहेछ यस्तो छ ठाउँ यहाँको अनि उहाँ माथि रहेछ तानसेन भन्ने एउटा बोर्ड चिजहरू यस्तो पनि रहेछ पहिलाको पुरानो गनहरू तोपहरू यस्तो छ सो मेनी ओल्ड वेपन्स उतापट्टि चाहिँ अब पहिला राजाले लाउने लुगाहरू रहेछ अहिले हामी न्यू पाल्पाली ढाका पसलमा आइसकेका छौँ होइन यहाँ हेर्नुहुन्छ पाल्पाली ज्वाइँ म पनि पाल्पाली ज्वाइँ भन्नु पऱ्यो होइन म पनि पाल्पाली ज्वाइँ होइन ए पाल्पाली यो ठाउँ छ होइन कति एकदम मिलनसार हुँदो रहेछ साउनी हामीले 2000 दिन्छौँ भन्दा होइन 1500 थियो 1500 थियो भन्नुभयो घटाएर यस्तो रहेछ पाल्पाको स्टाइल बच्चाहरू पनि फरारीमा हिँडिरहेछन् के म 1500 भने कति पर्नु पर्ने 700 रुपियाँ अङ्कललाई थाहा छ गाडी जाने बाटै भएर त भनेको नि होइन अङ्कलसँग बस्नुपर्ने रहेछ अगाडि तानसेन पाल्पा पब्लिक नमुना माध्यमिक विद्यालय ओ दामी देखेछ हौ त्यहाँ पछाडि लिएर जानुपर्छ कि कोपिला फुल ग्राउन्ड है
र पुरानो पिपलको बोट कटिङ भएछ त्यसलाई डर लागिहाल्यो भने मलाई डर छैन मेरो मामा होइन कि उसको मामा हो उसको मामालाई अहिले फेरि मामाले भनेको थियो लौ न म त यसको मामालाई भनेको कि जिस्काको यसलाई गर्दैन यो अब मैले लगाएँ यहाँबाट सिधै अङ्कल बाई बाई अङ्कल बाई यसको परोठा यस्तो मिठो हुन्छ नि यसको परोठा पछि लाग्नेछु रुल्की बनेर पछ्याउनेछु अबासरी पछि मायाहरूले ढाकेर सम्झना बनी साटिदिनेछु म छाया बनिएला जहाँ गए पनि मेरा यादहरू म गाडी हेरिरहला तिम्रै लागि लक नभएको टुटु कराउँथ्यो होला होइन के गर्ने विष्णु कटु लिन जाने विष्णुले कटु भन्दा भन्दै पाल्पाको तल पढिसके जिन्दगीभरिको लागि साथ दिइरहनु काम भने उदाउनु भइरहनु आकाश साँची मायाको निभाइरहनु है चाहन्छौ जे गरे नि नबिर्सिदिनु है बादल सरी वरिपरि बसिलाग्नेछु बारुकी बनेर यहाँ चाहिँ बेस्ट हुन्थ्यो होला जस्तो लाग्यो है हो भने के Guys, finally we are at Rani Mall. This is also Ascot. And also Dhaka Topi. उतानेर बाफ के उडेको त फेरि त्यस्तो मेरो प्रजा हो नमस्ते सिपाही हो हजुर
I'm finally Rani Mahal भित्र छिरिसकेका छौं. We are currently inside Rani Mahal and we are just roaming around. And this architecture looks pretty unique from inside because we haven't seen anything like this before in our life. All right. Guys, Rani Mahal मा रातिको बत्ती नि बलिसकेको छ. अब चाहिँ हामी यो कालीगण्डकीमा यसो अब यहाँ आइसकेपछि कालीगण्डकीमा पानी छोएर पाप सबै पखाल्दिनुस् भनेर हामी यसो प्रार्थना पनि गर्न खोज्छौँ. अनि यदि तपाईहरुलाई कालीगण्डकीको पानी कुन ठाउँबाट आएको भन्ने थाहा छैन भने यो अल द वे फ्रम अप्पर मुस्ताङबाट आएको. यसमा सबै अब धौलागिरी अन्नपूर्ण सबको पानी मिसिया छ. यो पानीको सबै यो सब पानी गएर पछि त्रिशुलीमा मिसिएर एन्ड देन ओहो स्याट हाने पानीले यार स्याट हाने स्याट यहाँ बस स्याट हाने स्याट पानी त आइसी रहेछ रे आइसी. उहाँ फेरि मान्छेहरू माछा मारेर खाने के. अब यहाँ सुटिङ भइरहेछ एउटा. चार्ज सक्यो कि अरू भन्दा पनि कति छ तिम्रोमा? 6%. काबुली सम्धि के छ खबर, काबुली सम्धि के छ खबर.